यो मूलको पानी है धामी शिरोमणि लेखनाथ पौडेल टिकट काउन्टर रहेछ क्या जान त ल यो चाहिँ पोखराको ठाउँ त्यो एयरपोर्ट भयो देखिन्छ है यहाँबाट तपाईँको पोखराको इन्टरनेसनल एयरपोर्ट नि देखिन्छ अर्चले मेजिल होम्स ए भिलेज होम्स यसका बाजे मेजिल होम्स कति लामो हो घाँटी बाख्राको कति लामो घाँटी हेलमेटमा लाएर आउने छातीमा लाएर आउनु पर्ने रहेछ अब हामी लेखनाथ पौडेलको घर लेखनाथ पौडेल जन्मस्थान पुगिसकेका छौँ यो अन्त सिन बल्ल भयो नि त मजा सुकुन ल यो चाहिँ तपाईँको कवि शिरोमणि लेखनाथ पौडेलको जन्म घर चाहिँ त्यहाँ छ यहाँ शालिग बने छ यसो घुम्नको लागि एकदम राम्रो छ कवि शिरोमणि लेखनाथ पौडेलको घर त्यो लैजान शिरोमणि लेखनाथ पौडेल टिकट काउन्टर रहेछ क्या जान त उतैर जानु पर्यो नि अब यहाँ उताको सिन अझै राम्रो हुन्छ म यहाँ डुल्न आएको यो हेरी ठ्याक्क योनिरको ठाउँको चाहिँ एकदम राम्रो बवाल सिन छ क्या त्यो फोटो खिच्नलाई भयो नि सिनेमेटिकको लागि पहिला आएर यहीँ हो नि त नि यो ठाउँ चाहिँ एकदम राम्रो छ क्या ठ्याक्क त्यहाँनिर फोटोसोटो खिच्न भिडियो सिडियो बनाउनको लागि चाहिँ त्यो साइडमा रुखहरू भएको कारणले गर्दा नि बवाल देखिन्छ क्या ल अहिले हामी आएछौँ लगभग डाँडाको सब माथि नै आइसकेको छौँ
त के भन्ने एक्लै जान्छु त्यहाँ गएर आफ्नो ठ्याक्कै स्कुटरमा बाइक राखेर अलि भिडियो बनाउँछु ल फर्किएँ है म अब चाहिँ म फर्केँ बिस्तारै म बिस्तारै फर्केँ यो अर्चले डाँडाको एकदम राम्रो ठाउँ भोवाल देखिन्छ जमाना फेरि क्यामेरा समातेर हिँड्नै मिल्दैन कि नत्र भगवान् यो मूलको पानी है दामी थियो त हामी बसिरहेको कहाँ ल यो भिडियो यहीँसम्मको लागि होइन यस्तै भिडियोहरू अरू नि हेर्न चाहनुहुन्छ भने सब्सक्राइब गरिदिनुहोस् नोटिफिकेसन बेल अन गर्नुहोस् सपोर्ट गर्नुहोस् अरू ठाउँ पनि देखाउँछु म ल है त यो भिडियो अहिले यहीँ समाप्त घोषणा गर्दछु